नमस्कार सबैमा। आज चाहिँ बिहान बिहानै हल्का साथीहरूसँग मार्केटतिर जान लाग्यो र त्यही भएर सानो भ्लग बनाइरहेको। र अहिले देशमा स्थिर सरकार आएको बेलामा अनि सरकारले के सहयोग गर्न सकिन्छ त भन्ने यहाँ साथीभाइलाई हल्का प्रश्न गर्न गइरहेको छु। र देशमा वैदेशिक ऋण धेरै भएको कारणले वैदेशिक ऋण तिर्न लागि हामी सबैजना मिलेर देशलाई केही न केही सहयोग गरेर सबै नेपाली सबैले सहयोग गरेर देशको ऋण तिर्न सकिन्छ कि भनेर एउटा सानो भ्लग बनाउन गइरहेको छु। भाइ नमस्कार। भाइ नमस्कार। नमस्कार दाइ। अनि के हो देशलाई अहिले चाहियो भने के महिनाको पैसा अलिक सहयोग गरेर के देशको ऋण तिर्न सकिन्छ? सकिन्छ आफ्नो देशको लागि उहाँले चाहिँ भाइ नमस्कार। नमस्कार। के अहिले देशको नयाँ स्थिर सरकार आएको बेलामा वैदेशिक ऋण तिर्नको लागि के हल्का महिनाको अलिअलि पैसा हामीले तिर्न सकिन्छ? ऋणको लागि के सहायता गर्न सकिन्छ? सकिन्छ। नमस्कार भाइ। हजुर दाजु नमस्कार। अनि अहिले मैले आज सानो एउटा भ्लग बनाइरहेको छु। यो भ्लगमा चाहिँ हाम्रो वैदेशिक ऋण धेरै छ देशको र यही ऋण चाहिँ हामी सबै सम्पूर्ण नेपाली मिलेर महिनाको आफूले जति सकिन्छ हामीले तिर्न सकिन्छ कि भन्ने यो सानो भ्लगमा के सकिन्छ महिनाको केही पैसा? हजुर दाइ अब धेरै सहयोग गर्नुपर्छ दाइ। अब सके अलि गर्ने नसके होइन जति सक्छ आफूले त्यही हिसाबले गर्नुपर्छ। हामीले नगरे दाजु कसले गर्नुहुन्छ र होइन? अब हामीले गर्नुपर्छ मिलाएर। हस् धन्यवाद है। हस्।